नमस्कार। आज म थोरै भिन्न खबर लिएर आएको छु। भिन्न खबर भन्दा पनि यो फ्याक्चुअल जस्तै हो। केही समय अगाडि WhatsApp स्क्याम सम्बन्धीको एउटा भिडियो बनाएको थिएँ, जसमा चाहिँ तपाईँहरू WhatsAppमा कसैले मेसेज गर्छ भने चाहिँ ध्यान दिनुहोला भनेर। यो साउन 2 गते 2083 मा प्रकाशित भएको एउटा समाचार छ टेकपानाबाट, जसको लिङ्क डिस्क्रिप्सनमा छ। बाँकी समाचार त्यहाँबाट पनि पढ्न सक्नुहुन्छ। सङ्घुवा सभाको एक व्यक्तिले 19 लाख आफूले जम्मा गरेको 19 लाख रुपियाँ गुमाउन पुगेका छन्। अब यसमा चाहिँ कसरी स्क्यामरले स्क्याम गर्ने कोसिस गरेका छन् भन्ने एउटा सानो न्युज छ, जसमा चाहिँ के गर्छ भने एकजना व्यक्तिले WhatsAppमा चाहिँ मेसेज आउँछ, तर त्यो नम्बर चाहिँ युके को नम्बर देखिन्छ र युकेबाट उहाँको कसैले कुनै व्यक्तिले युकेकै व्यक्तिको परिचय दिन्छ र उसले चाहिँ गिफ्टहरू पठाएको छ। त्यो गिफ्ट तपाईलाई नेपालमा तपाईको हातमा आउनको लागि के गर्नुपर्छ त तपाईले तपाईको पार्सल आइसकेको छ, नेपाल एयरपोर्टको भन्सारमा आइपुगेको छ र त्यो भन्सार छुटाउन र डेलिभरी चार्जको लागि तपाईले केही रकम बुझाउनुपर्छ भनेर मेसेज गरे। त्यसपछि जो व्यक्ति हुनुहुन्थ्यो उहाँले पैसा पठाउनु भयो, सँगसँगै के भयो त पैसा पनि गयो, सामान पनि आएन। र यहाँ अझ भित्रपट्टिको नौलो कुरा चाहिँ के रहेछ भने मेसेज गर्ने जब यो केस प्रहरीकोमा दर्ता भयो र इन्भेस्टिगेसन सुरु भयो। इन्भेस्टिगेसन सुरु भइसकेपछि र यसको कुराहरू खोतल्दै जाँदाखेरि बाँकी कुराहरू त न्युजमै पढ्न सक्नुहुन्छ तपाईँले, तर यसमा सटिकमा चाहिँ के दिएको छ भने मेसेज गर्ने व्यक्ति एउटा कुनै ठाउँमा सामान्य कामदार गर्ने व्यक्ति रहेछ। त्यो पनि कसरी गरेको रहेछ, अन्य व्यक्तिले त्यो व्यक्तिको आइडीहरू जस्तो नेपाली नागरिकताहरू चाहिँ मागेर लिएर गएर नेपाली नागरिकता युज गरेर ब्याङ्कमा खाता खोलिदिएर त्यो व्यक्तिको नाममा खाता खोलेर उनीहरूले स्क्याम गरिरहेका छन्। जसको ब्याङ्कमा जम्मा भएको छ, जसको नागरिकता युज भएको, त्यो व्यक्तिलाई थाहा छैन कि उसको ब्याङ्कमा त्यति पैसा छ अथवा उसको ब्याङ्क एकाउन्ट छ भन्ने पनि थाहा रहन्छ। अरू कसैले नै त्यसरी स्क्याम गरेका रहेछन्। त्यसैले गर्दा WhatsApp अथवा कुनै पनि डिजिटल मिडियामा हामी सबै मोबाइल चलाउँछौँ, कम्प्युटर चलाउँछौँ, ल्यापटप चलाउँछौँ। यी सबै कुराहरूभन्दा मोबाइल त अहिले जसको पनि हातमा छ। त्यसैले मोबाइल चलाउँदाखेरि कुनै पनि लिङ्क क्लिक गर्दा या कसैसँग बोल्दाखेरि ख्याल गर्नु होला। र अर्को कुरा पनि के ध्यान दिनुपर्छ भने तपाईलाई कसैले आफूले सोचे भन्दा एकदमै ड्रिमी कुराहरू चाहिँ तपाईलाई बताउँछ भने एकचोटि राम्रोसँग सोच्नुहोस्, किनभने त्यो सहजता तरिकाले मिल्दैन। एउटा सामान्य उखान छ नि, के अरे ढुङ्गा खोज्दा देउता भेटियो भने तपाईँ मेहनत गर्नुभएको छ र मेहनत अनुसारको फल पाउनु भएको छ भने सही हो, तर मेहनतै नगरिकन कहीँबाट पनि त्यसरी पैसा आउँदैन। त्यही भएर स्क्यामरले यही आर्थिक जुन एउटा कमी छ त्यसैलाई एउटा हतियार बनाएर मान्छेहरूले, स्क्यामरहरूले, ह्याकरहरूले लुट्ने गर्ने, झन दुःख दिने गर्ने गर्छन्। त्यसको लागि आफू पनि बचाउँ र आफ्नो मान्छेहरूलाई, व्यक्तिहरूलाई पनि बचाउँ।